हेलो हाई एभ्रिवान नमस्ते स्वागत छ मेरो युट्युब च्यानलमा सबैजनालाई ह्याप्पी विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। हामी कोर्टतिर जाँदैछौँ, उति गएर भेटौँला। अनि मलाई दाइले ल्याइदिनु भएको स्ट्यान्ड एउटा यहाँ छ अनि अर्को यहाँ छ। थ्याङ्क यू है भिडियोमा ल स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा। थ्याङ्क यू। ल ल के 2-4 शब्द जस्तो आज दसैँको दिनमा अनि अरू ल ल भन के भन्नु भिडियो क्याप्चर भइरहेछ भन नि त। नमस्ते सबैलाई। ल हाम्रो फेरि फोटो सेसन चलिरहेछ। म लास्टमा छु। ल भयो भयो हाम्रो केटीको टिकटक बनाउने यता बसमा स्ट्यान्ड लगाएर उता मम्मीहरूले दिदीहरूले टिकटक बनाउनु फेरि दाई स्ट्यान्ड बाई दाई उता। ल अब हामी जान रेडी छौँ। यता सानो मम्मी यता पाडाले हान्छ मलाई। ल भरे भलकमा आउनुहुन्छ। ल हेलो गरिदिनु सबले। ल हामी अब जाँदैछौँ घरबाट। ल म भिडियोमा आउनुहुन्छ है। हेलो छ नि होइन हेलो गरिदेऊ भलकमा परवेश हेलो भन हेलो भनिदेऊ। ल नमस्ते गरिदेऊ नमस्ते। पोहोरको भिडियोमा नि छौ तिमीहरू। खै भाउजू खै भाउजू तल हुनुहुन्छ। ल ए नजानी रे। ल हामी चाहिँ हर्रे डाँडा आइसक्यौँ। हजुर हजुर माथि अब कोर्टमा पुग्न हामी 10-15 मिनट लाग्छ। गाइजहरूले पारो लाँदैछौँ पञ्चाल पारो मैले यत्रो कति पारो तानेर आएँ अनि ढो भएर आएँ त। सानो मम्मी उता मम्मी यता देखिने ठुली मम्मी अलि अगाडि आउनु। अब हामी कोर्ट नजिकै आयौँ। अब काटेको पनि देखाउँछु देउताहरू समातेको। अमिता भाउजू त उता हुनुहुन्छ खाँदाहरू उता भयो बुवाहरू त पहिले चाहिँ गइसक्नु कोर्ट। हाम्रो सानो फ्यामिलीको यहाँ छौ। मम कतिको दौ भएको छ ठुली मम कतिको दौ भयो सुन्नु जेरी पकाउँदै हुनुहुन्छ। ए दाइ नमस्ते। ल हामी चाहिँ कोठा आइसक्यौँ। मलाई नमस्ते गर्न ठिक छ। यिनीलाई फेरि एक्लै गाह्रो भयो। अब सबलाई नमस्ते गर्छु मैले फेरि सबलाई चिनिसकेपछि के हुनु पऱ्यो। म भिडियो लिन्छु। हेलो चल्ने खाने खुसी लाग्यो। म त धेरै खुसी लाग्यो। ल अब पुजेरीहरू आउँदै हुनुहुन्छ। भाइ हाम्रो भाइ छन् तर मेरो दाइ है। अगाडि हुनुहुन्छ देउता समात्ने होइन पूजा गर्ने अनि बिचको हाम्रो भाइ पाडा पाठा काट्ने उनी अनि पछाडिको अनिल भाइ हुन् देउता समात्ने। म भिडियोमा नमस्ते।
नमस्ते गरिदेऊ नमस्ते नमस्ते गर सबलाई नमस्ते गर हेलो 2-4वटा शब्द जाओस् त इन्डियन लाउरे भन्न त नभएको नेपाली लाउरे हो अब चाहिँ सिंहदरबार आउँदैछ है गाइज यो चाहिँ अब तम्का काठमाडौँ आयो भने एउटामा चाहिँ अब हामी रमाइलो हुन्छ हाम्रो भोला गाउने जाला छ यो मेरो मामाको छोरीको छोरा हो तर मलाई जहिले यसरी पछ्याउँछ अरू बच्चा बच्चीले मलाई पछ्याउँदैन भाग छैन भन् न नमस्ते गरिदेऊ नमस्ते गर जी गरिदेऊ यसो गरिदेऊ दर्शन गरिदेऊ महाकाली की, दुर्गा देवी की, मालिका भगवती की, मालिका भगवती की, महालक्ष्मी की, महाकाली की, महाकाली की, खड्ग सत्र देवता की, संपूर्ण देवी देवता सनातन धर्म की समस्त नेपालीहरू की दुर्गा देवी की अलिकति साइड गरिदिनु होला कृपया हतियारहरूले लाग्न सक्छ सम्पूर्ण साइड गरिदिनु होला त्यो साउन्ड सिस्टम तल गर्नु होला माथि तलबाट हेर्ने दर्शकहरूले देख्न छकिरहेको छ अलि तल दुर्गा देवी की खड्ग छत्र देवता की खड्ग छत्र देवता की भूमि देवता की दुर्गा भगवती की खड्ग छत्र देवता की महाकाली की महालक्ष्मी की महासरस्वती की संपूर्ण देवी देवताहरू की कुल पुराणहरू की 33 कोटी देवताहरू की 33 कोटी देवताहरू की चलो जय जयकार मनाउनु दुर्गा देवी की खड्ग छत्र देवता की महाकाली की महालक्ष्मी की महासरस्वती की मालिका भगवती की
गर्न चाहन्छु। अलि पछि सर्दिनु, पछि वर्ष दिनको गराएपछि हाँसी खुसियाले सबैले मनाऊ, हाँसे हाँसे रमाउने हो। यो वर्ष सबैले हातेमालो गरेर दुःख पारेर सम्पूर्ण बुवा आमा दिदीबहिनीहरूले मनाइदिनको लागि हामी विनम्र गर्न चाहन्छौँ।
दाइको खुट्टा समातेपछि हामीले जुत्ता समातेर यता त्यहाँ दुईजनाले जुत्ता समात्दै यस्तो भइरहेको नमस्ते हजुर हजुर आरामै ए कहाँ जानुभएको किसनदारीबाट आउनु भयो यहीँबाट ए सिर्जना हेलो मेरो भ्लगमा सब्सक्राइब गरिदेऊ ल मेरो भिडियो पानी नै मिठो हुन्छ यसले इन त मेरो भाइ हुन् हेलो गरिदेऊ हेलो सब्सक्राइब त अङ्कललाई ल्याइन दाइ हामीलाई जेरी दिनु न जेरी दिनु न तातो तातै हुन्छ तातो ल छोरा कसरी आधी केजी खाइन्छ 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 आधी केजी एकछिन बस्नु खाइन्छ नानीले चिनिनु क्या नमस्ते दाइ किन नचिनी चिनिहाल्छु नि म तपाईँले चिन्नु नै खानु मैले नबोलेको चिनिहाल्छ नि ल ल जेरी सब्जी त कहाँ हो पर्ने काठमाडौँ पाइन्छ अहिले पाउँदैन नि सक्छ के आधी किलो ल्याउनु पो तातो उता लिँदै हुनुहुन्छ भाइ आधी केजी सक्दै हामीलाई आधा किलो ए ल हेलो भन्नु है भरे युट्युबमा आउनुहुन्छ ल भाइले छ के ल ल 15 रुपियाँ जेरी यस्तो मिठो हुन्छ जेरी बस्यो अहिले गरेको 5000 कति कहिले बस्नुको लागि सुन्नु पर्यो नि उहाँ यहाँ आएर सुन्छु सहयोगी मनहरू यता हुनुहुन्छ तर नाम चाहिँ सुन्नुहुन्न ठिकै छ अब चिसो भइहाल्यो होला क्या हो अनि थापा चाहिन्छ होला उल्टो बनाएर अङ्कल हजुरले ल्याउनु भयो नमस्ते पाडो ए तपाईँहरूको ल म भिडियो गर्दैछु है कुन कुन हो यो कान्छो पाडो होइन कति नम्बरमा थाहा छैन भाइ कान्छो कुन हो ओइ लिन आएको माइलो अब यो माइलो पाडो है अब आउने कि भिडियो गर्छु सेकेन्ड पाडो यहाँ लिन आउँनुहुन्छ ल हजुरको ल यसले गरिदिनु ल सबले यता विनाजी है नमस्कार हेलो भन्नु सबले ल ह्याप्पी दसैँ ल अरू केही 2-4 शब्द जाओस् त दसैँको शुभकामना अन्तिम चरणमा आएको छौँ अनि
अरे भलङमा ल के 2-4 शब्द दसैँको शुभकामना के भन्नु मन छ दसैँलाई कस्तो भइरहेको आजको दसैँ तारा सेन्ने बाढा गर्दै गर्दा बाढा हान्दै गर्दा तपाईँलाई कस्तो भइरहेछ ल अब हामी राम हेऱ्यौँ अब हिँड्यौँ हामी दाइ भाउजू म अब घर